हेलो एन्ड नमस्कार सम्पूर्णमा मेरो अर्को ब्लगमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। आजको हाम्रो यात्रा रहेको छ सोलुखुम्बु जिल्लाको पत्तलेमा अवस्थित सायदै प्रदेश नम्बर 1 को एकमात्र स्याउ फार्मसम्मको। हेरौँ यात्रा कस्तो रहन्छ, तपाईहरू भने भिडियोमा बनिरहनु होला। खै यस्तो त खाँदैन होला, खाने खालको सर्कै हो। नि एउटा ठुलो नि छ। अब के हुन्छ? टिप बेरी यो पोखमा चाहिँ त मिलिहाल्छ नि। स्ट्रबेरी त हो नि जङ्गली। एग्रो पत्ताले र अब स्याउ फार्मतिर जानुपर्ने छ, सोध्नुपर्ने छ पहिला अहिले स्याउ छ कि छैन। यसपालिको हार्भेस्टिङ टाइम भइ नसकेको र पब्लिकको लागि खुल्ला नरहेको जानकारी प्राप्त भएपछि हामीले रिक्वेस्ट गऱ्यौँ, त्यसैले अब एकछिन कुर्न भन्नुभयो, त्यही भएर हामी कुर्दैछौँ। किन ऊ माथि ऊ त्यो टावरमा जाने हो कस्तो मजा हावा त उयो उडेको कस्तो मन परिरहेछ मलाई। ओ मारे बाबे हो मारे बाबे हो ओ मारे बाबे हो ला पापाले छोडेर जानु भयो हामीलाई। ला सानो ब्याग लिएर दुईटै लिएर आउँदा नि हुन्छ। दुईटा ल्याऊ, दुईटै ल्याऊ निम्ति। पत्तले बजारमा यतिको लगानी गरेर घर बनाइएको छ। यहाँ स्याउको सुकुटी पनि सुकाइराखिएको छ। यहाँबाट क्या मुस्ताङ जस्तो भाइब्स आउँदो रहेछ नि है। कहाँ हो त यो? सोलु आइसक्यो नि हामी। यहाँ चाहिँ स्याउको सुकुटी बन्दैछ। फाइनली हामी स्याउ फार्ममा जाने इजाजत प्राप्त गरेर जाँदैछौँ। स्याउ फार्म जाने बाटो चाहिँ त्यो मेन रोड छोडेर पर पत्ताले बजार भइगयो। क्रिसमस ट्री थुप्रो छ यता, यसैको जङ्गल छ नि त। गोप्रे सल्लाह भनेको त यो त होइन है, कि यही हो भने गोप्रे सल्लाह भनेको त्यो तलको चाहिँ हो। स्याउ फार्म इज हियर। कम्ती फैलिएको छ त बिना प्रवेश निषेध। हाई डेन्सिटी एप्पल कल्टिभेसन सोलु दुधकुण्ड नगरपालिका 8 पत्ताले सोलुखुम्बु। बगैँचा स्थापना वर्ष 2078। 79, 80, 81, 4 वर्ष भएछ। 4 वर्षमा 3 चोटि उत्पादन दिइसक्यो यसले। 3 वर्ष, अहिले तेस्रो वर्ष होला। जातहरू फुजी, गाला, रेड डिलिसियस, गोल्डेन, विल्सन स्टार, फुजी, किकु, के हो
ल हिँड हिँड अगाडि हिँड यहाँदेखि सुरु गरौँ न कुन कुन जातको चाहिँ थाहा भएन है अब ठुल्ठुलो रहेछ है खोइ के अरे टिप्नु पायो कि पाएन जाऊ न के भन्छ 1-2 किलो लाने भनेको थियो टिपिराखेको छ हो अलि पसल लङ लाएको थियो खोइ अनि सोधेर आऊ न अर्कै जातको रे त्यो रेड डिलिसियस भन्ने होला त्यो तिमीलाई सोध हामी चाहिँ फार्ममा तर यो टिप्ने बेला भएको छैन रे सो हामी टिप्दैनौँ अर्को टिपिराखेको छ अरे त्यो चाहिँ भरे किनेर लान्छौँ हामी यसरी फलेको छ स्याउ एरिया निकै ठुलो रहेको छ यस्तो जात चाहिँ मलाई थाहा भएन है के हो यो चाहिँ अझै टिप्ने बेला भएको छैन अरे सानो सानो बोटमा यति धेरै स्याउहरू छ है यहाँ सोध न त यति सानो बेबी बोट छ यो अब भोलि पर्सि ठुलै हुन्छ होला यति धेरै फलेको छ एउटा सानो बोटमा हरेक बोटमा हेरे त्यस्तै छ स्याउ खेतीको बिचमा चाहिँ तरकारी खेती पनि छ है यो चाहिँ रेड डिलिसियसवाला चाहिँ फुजी पाकेको छैन गाला चिनेन रेड डिलिसियस मात्रै टिपेको रहेछ होइन अब त्यो माथिबाट किनेर लाने यहाँ पाइएन उसमा खुद्रामा पाइएन हामी होलसेलर परिनौँ रेड गोल्डन भनेको थाहा भएन यो पनि थाहा भएन विल्सन स्टार भनेको त्यो ठुल्ठुलो त्यो टिप्ने बेला भएको छैन त्यो लानु मन थियो रुम्जाटारमा घाम लाग्यो यहाँ पनि घाम लाग्यो देउरालीमा चिसो भएर घाम ताप्नु बसिरहेको छौँ हामी चाहिँ यो चाहिँ आयो बिबलाटे तल बिबलाटे आयो अब हामी उता बौद्धमा गएर सनसेट हेरेर जाने हो फ्रुटी खाने कि पानी खाने पानी नाम छ फ्रुटीमा कुकङ